हेलो एभ्रिवान, सम्पूर्णमा नमस्कार। हजुरहरूको त्यतातिर मौसम कस्तो छ? यतातिर त अब 3 दिनसम्म बादली नै पानी पर्ने गर्यो। हिजोसम्म आज नि अब हल्का बादलिएको छ। आज त अलि घाम लागेको छ, मौसम अलि सुध्रिन्छ कि जस्तो छ। अब मौसमले गर्दाखेरि आजभोलि अब खेती लगाएका पनि सबै नोक्सान भयो। अब के नि यस्तै छ समयको खेल। अब समयलाई हामीले रोक्न सकिँदैन, मौसमलाई पनि रोक्न सकिँदैन। अब न्युज त आइरहेको छ, सुन्नुभएको छ होला। तपाईँहरू सुरक्षित रहनु होला। हो, दिदी पनि ठ्याक्क आइपुग्नु भयो। दिदी हजुर सन्चै हुनुहुन्छ? ठिकै छ। केही कामले आउनु भएको? अब हाम्रो यो गर्भवती महिलाहरूलाई चाहिँ निःशुल्क गरिने परीक्षणको प्याकेजहरू र अधिकतम शुल्कको विवरण चाहिँ प्याकेज अनुसार छुट्याइएको छ होइन। कति गर्भवती महिलाहरू चाहिँ यो परीक्षण गर्न नसकेर रोग पत्ता नलागेर अकालमा मृत्यु भएका छन् होइन। त्यसको लागि अहिले हाम्रो चाहिँ प्रदेश सरकारले मातृ मृत्यु दर चाहिँ बाँके र बर्दियामा एकदम अधिकतम देखिएको छ। त्यसमा पनि बाँके 1 नम्बरमा छ भने बर्दिया 2 नम्बरमा छ। बर्दिया पनि गुलरिया नगरपालिका र बडैयाताल गाउँपालिका पर्छ। म चाहिँ बडैयाताल गाउँपालिका 8 मा छु। तर हाम्रो वार्डमा चाहिँ अहिले 3 वर्षदेखि मातृ मृत्यु दर चाहिँ 0 छ। तर पनि अब समग्रमा जिल्लाभरिकोमा हेर्दाखेरि, पालिकाभरिकोमा हेर्दाखेरि हाम्रो दुईवटा, एउटा बडैयाताल गाउँपालिका र नगरपालिका गुलरिया नगरपालिका परेको हुनाले हाम्रो चाहिँ गर्भवती महिलाहरूलाई अब यिनीहरूलाई टाइममा नै आमाको अवस्था पत्ता लगाउन पर्यो र मातृ मृत्यु दरलाई रोक्न पर्यो भन्ने कारणले गर्दाखेरि अस्ति भर्खर आज 5-6 दिन अगाडि चाहिँ मैले यो ओरिएन्टेसन लिएर आएको थिएँ। त्यसैको चाहिँ म अध्ययन गर्दैछु होइन। त्यसमा चाहिँ अब प्याकेज ए अन्तर्गत पर्ने परीक्षणहरूमा अब सिबिसी, अब तपाईँहरू गर्भवतीहरू कोही हुनुहुन्छ भने मेरो भिडियो हेर्नुभएको छ भने आउनु होला है। गर्भवतीहरू चाहिँ अब पहिलो चरणमा चाहिँ तपाईँको ए प्याकेजमा चाहिँ सिबिसी जाँच हुने भयो रगतको चाहिँ, अनि आरबिसी सिबिसीमै पर्ने भयो। अब क्रिटिनाइन, सुगर, थाइरोइड ग्रुपिङ, अनि यो सेरोलोजी टेस्टहरू जाँच हुन्छ। तपाईँहरू फ्रीमै हुन्छ है। यो सेवा लिनलाई आउनु होला गर्भवतीहरू। अनि आफ्नो जाँच चाहिँ नछुटाउनु होला। जाँच पुरा गर्नुहोस्। जाँच पुरा गरे बापत 800 रुपियाँ सरकारले दिन्छ। अनि यातायात खर्च गरेर 1800, अहिले 200 रुपियाँ खाजा खर्च पनि गरेर 2000 हुन्छ तपाईँहरूको टोटल पैसा। आफ्नो जाँच पुरा गर्नु होला। टाइममा जाँच नआउनु भयो भनेदेखि सबै जाँचहरू हुन्छ। उहाँहरूलाई चाहिँ खतराको चिन्हबाट चाहिँ मुक्त गरेर मातृ